channel again after a long time. So as I said in my previous video, I know कि म चाहिँ अब यसरी भिडियो कन्टिन्यू गर्नु पाउँदिन है अन्त अलिअलि अझै पनि लाग्थ्यो किनभने एउटै टाइपको कन्टेन्ट हुन्छ भनेर चाहिँ मैले कति ग्याप भएर नबनाएको हैन. सो आज चाहिँ मैले मौका पाएँ भिडियो बनाउने. सो आज होलीको उपलक्ष्यमा मैले भिडियो बनाइरहेको छु हैन. सो ह्यापी होली टु एभ्रीवान. सो once again वेलकम ब्याक टु माई च्यानल. सो तपाईहरु कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला है. र म चाहिँ भर्खर उठेको हैन अनि त्यस्तो देखिरहेको छ मेरो आँखाहरू एकदम कफी आइज देखिरहेको छ. सो अब चाहिँ म भिडियो स्टार्ट गर्छु र आशा राख्छु तपाईहरुले चाहिँ मेरो भिडियो लास्टसम्म हेरिदिनुहुन्छ होला भनेर. सो किप वाचिङ गाइस. सो हामी चाहिँ अब रेडी भइसक्यौँ होइन आमा छोरी. अन्त र यहाँ चाहिँ हाम्रो लास्ट होली हो गल्टनमा होइन. त्यही भएर चाहिँ होली मनाउनु गइरहेको छु. ओहो नगर कस्तो नानीहरू अलिक ठुलो भएपछि आमामा. सो अब चाहिँ हामी निस्केको मतलब मेरो साथीहरू बाहिर छ होइन. बाहिर निस्किन्छु. सो हेर्दै गर्नुहोस् है. यहाँ होलीको लागि उसको फर्स्ट होली होइन पुरा हल्ला गर्दैछ. हल्ला नगर न हो नानी. सानो यता हेर्देऊ न. उयो जसको लुगा हेर्दा कृष्ण छ नि त. उसको कृष्ण यहाँ कि उसको फेभरेट कार्टुन है सानो. कृष्ण खै नानी कृष्ण खै खै. अब चाहिँ हामी निस्केको होइन जानु आँटेको. अनि मेरो साथी मेरो दिदीहरू हुनुहुन्छ यहाँ भाइ बहिनीहरू पनि हुनुहुन्छ है. अरे वाह कति राम्रो निस्क्यो त्यो फोटो. अन्त फोटो खिच्नु पनि पाएको छैन गाइस. स्ट्यान्डमा राखेर उसमा फोटो खिच्नु पनि पाएको छैन होइन. अनि बादमा खिच्छु होइन. ला पानी पर्ला जस्तो पनि भइरहेको छ दिन आज. हेर्नु त एकदम राम्रो छ. किरण अमिसा छिटो आऊ यार. ल अन्त फोटो खिच्छौँ एउटा त्यो उसमा हाल्नु युट्युबमा. सो अब हामी चाहिँ जाँदैछौँ है. ह्याप्पी होली बहिनी. सेम टु यु दिदी. थ्याङ्क यू. सानो लगाइदिउँ. अलिअलि लगाइदिनु. ह्याप्पी होली दिदी. ह्याप्पी होली. ल हाम्रो चाहिँ यहाँ होली स्टार्ट पनि भइसक्यो. यो चाहिँ मेन होइन तर मेन चाहिँ पर छ हो. कलरै आएन त. थोरै दिदी थोरै धेरै पनि नलाउने. म पनि कम मात्रै लगाएको. ए आज हामी ब्लॉग बन रहे हैं. आज कितने महीनों के बाद ब्लॉग बना रही हूँ. पुग्यौँ हामी है अहिले बेटोमै गाइस.
लगाइदिएको छ नानीलाई त त्यस्तो नलगाउनु एलर्जी हुन्छ नि उसलाई त्यही भएर उसिदिएन हाम्रो हालत चाहिँ साफसफाइ पनि भइसकेन नानी पनि नुहाइदिइसकेँ नानी चाहिँ भित्र सुतिरहेको छ होइन थाकेछ अन्त र आजको भिडियो चाहिँ म यतिमै राख्छु है तपाईँहरूलाई मन परेमा लाइक सेयर सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनुहोस् होला अन्त फेरि पनि मेरो भिडियोलाई लास्टसम्म हेरिदिनुहुन्छ भन्ने म आशा राख्दछु है टिल देन टेक केयर बाई बाई एन्ड वन्स अगेन ह्याप्पी होली बाई बाई गाइस